भयो यतिमै गर न पहिला कम्ती कम्ती हम्किने फेरि हेभी छ हो सुक्लाइमा आएको दिन पनि हेभी छ फेरि गुड मर्निङ सबैजनालाई अन्त तपाईँहरूलाई हिजो नै भनेको थिएँ मैले हिजोको भिडियोमा हो म र दाले आज एउटा खास दिन छ भनेर अन्त अब आजको मेरो भ्लग स्टार्ट भइसक्यो अब बजार जाँदैछु हामी एकछिन केही कुरो ल्याउनुको लागि आजको चाहिँ अब यसको एकदम खास दिन छ होइन दिन दामी छ नि दाजु होइन खास दिन छ दिन पनि दामी साथ दिइरहेछ नि त तर अब के हो यो चाहिँ हामी टक्क भरे होइन भरे देखाउनु छ कि अहिले देखाउनु त अहिले देखाउनु त पक्का हो भरे एकैचोटि हेर्नुहोस् होला होइन मजाले हेर्नु अहिले चाहिँ हामी एकछिन बजार जाँदैछु केही कुरो सामानहरू लिनु आजको सुरु भइसक्यो अन्त यस्तो दामी छ यी मासु चाहिँ सुँगुरको यो चाहिँ गर्दनको पोल्नुको लागि हो हाल्दैछ आकाशदाले उसिन्दैछ पोल्नुको लागि दामी छ लोकल रहेछ नि त है यो चाहिँ लोकल हो लोकल माल रहेछ नि त लोकल यहाँ छ यो पनि यो चाहिँ पकाउने हो यो पनि दामी छ अनि यो त आकाश दा खोल्दैछ अनबक्सिङ हुँदैछ यस्तो दामी छ दामी छ हुन्छ अहिले चाहिँ हामी अब माथि घरबाट यता आएको छु हाम्रो यहाँ यी मेन चुल्हामा हो अब यस्तो चुल्हाहरू त अहिले हट्टिसक्यो प्रायः देख्नु छोड्यो होइन त यस्तो चुल्हा हटिसकेन भन त अहिले हाम्रो गाउँमै यस्तो त कम्ती मात्रामा छ है यो चुल्हा हो कम्ती मात्रामा छ हाम्रै गाउँमा हो यहीँ अहिले तर कम्ती छ नि त गाउँमा हो किन प्रायःमा छैन दाजु चाहिँ फेरि मासु पोल्ने हो नि त हाम्रो चाहिँ रेडी हुन्छ पोल्ने हो जहिले पनि पोल्नु चाहिँ रेडी दाजु हो अन्त यो काटकुट गर्दैछ दाले हो अहिले दाले फेरि काट्दैछ अघि उसिनेको मासु हो उसिनेको होइन किन नउसेको खै उसिनेको यस्तो दामी हुन्छ त हो के भएको यो चाहिँ पोल्नुको लागि हो पोल्नुको लागि भित्र हुँदैछ ए हुँदैछ के को लागि खानुको लागि ग्रेभी यो त अन्त यसले त धने जो डर लाग्दो काट्दैछ दाले अब तर प्लेट भनेको यस्तो दामी छ हो बम्बक चाहिँ नलाग्ने भएर अहिले ठुलो बाले बम्बक नामीले हेर्दै यसको बर्थडेमा तिनीहरूलाई दिने क्या मिठाई ठुलोवाला पनि इन्भाइट गर्यो है बिचरा बेलुका मासु एक्लै त हो सौगात खान्छ नि मासु हुँदैन माल्छ भिडियोतिर त नभन्न हो त्यस्तो खानै नपाए जस्तो यस्तो दामी छ मासु ढुक्क बिच्छु त मासु ठिक छ कि त्यस्तो हुन्छ कि त्यो यस्तो 3 लेयर हुन्छ नि 3 लेयर त्यस्तो चाहिँ पर्छ नि तिमीले खोजेको कि त खोइ पाएन नि त्यस्तो मजाले ओ हजुर होइन यहाँ ठुलामाले बात मार्दै थियो कि ओ 3 लेयर भनेको त ताले है ओ अब यहाँनिर त्यसै यो के बनाएको छ त यो चाहिँ चिकनको ग्रेभी छ हो ग्रेभी अन्त यहाँ चाहिँ हाम्रो के छ फेरि चिली चिकनको यो होइन मजाले राखेर होइन दाहरूले फेरि छिटो रेडी गरिहाल्छ फेरि यस्तो छिटो चिकनको चाहिँ टेन्सन नलिए पनि भयो तिम्रो चिकन पेसेन्ट सुँगुरको चाहिँ जेसिलो छ है अब जसले चिकन मसला अन्त गरम मसला धनियाँ मसला के धनियाँ पाउडर के छ 5 फुल्ले नै भइहाल्छ 10 रुपियाँको पुगिहाल्छ एउटा चाहिँ पाउँछ नि पाउँछ मजाको रहेछ त है यसलाई टक्क मेरिनेट गरेर चाहिँ 1 घन्टा चाहिँ राख्नुपर्छ यसलाई बाहिर त्यो प्रायः चलाउँदैन त फिर खाँदैन नि त यसमा चाहिँ कुडी पर्छ है यसमा छर्यो अस्ति कुडी भन्नु नाना के अरे के भन्यो थ्याङ्क यू नाना केकहरू चाहिँ केकहरू छ अहिले आउँछ अहिले ल म दोकानमा आउनु ल अरे सुँगुर खान्छ होइन अब सुँगुर खान्न किन फेरि केक मात्रै खान्छु केकसँग सुँगुर मासु फ्री छ त चाउँदा त्यो पनि दियो भने ऊ याङ्दैन मिस गर्दाखेरि आएछ केकसँग सुँगुर मासु फ्री छ खाएन भने चाहिँ खान्न खान्न त्यसो भए केक पनि खान्न सुँगुर मासु पनि खान्न मेरिनेट हुँदैछ नि त बुझ्यो नि टक्क त्यहाँबाट यसलाई अहिले 1 घन्टा राखेपछि चाहिँ त्यसलाई दामी टेस्ट आइहाल्छ होइन ल है यसो गरेपछि गयो ठिकै हो होइन
खाएपछि मिठो खानु पर्यो खाएपछि मिठै खानु मिठै खानु पर्यो नि त होइन अहिले आएछ फेरि भर्खर हौ मकै खाँदै भाइ फेरि हो भर्खर आइपुग्यो हो अहिले त बिसु त अब के हो यसको टक्क अब यो हेर न के हुन्छ यसको यसलाई धोएर धोएर चाहिँ अब यसलाई धोएर चाहिँ के भर्खर बनाउँछ होला नि त पानीमा जाउँ त पानी ढाल पानी के धुने यो धुने पानी धुने पानी यसलाई आइपुग्यो दा हाम्रो खास मान्छे हो यहाँ पनि देखाउ दुईजनाको फेरि जोडी पनि त भयो अहिले फेरि ए यहाँ यहाँको धेरै साल बाद भेटघाट लटपट हुँदैन हौ तिमीहरूलाई कुखुरा खानेहरूलाई उहाँलाई उहाँ चाहिँ बल्ल भेट भयो रेडी चाहिँ बहिनी चाहिँ रेडी छ कि भाइमा चाहिँ अलिकति अलिक अप्ठ्यारो भइरहेको छ भाइ र मात्रै ए भाइलाई सुँगुर होइन मकै बर्थडे छ आमाले के भन्दैछ फेरि किन्दैछ दालाई बोलाउनुहोस् भन्दैछ हो सुमित सुमित र मेरो बर्थडे एउटै दिनमा हो नि त हो तैँले मकै के हो त घरबाट पोलेको खै देखो त मकै दामी भएको छ त है यो चाहिँ अर्ग्यानिक अर्ग्यानिक घरको बारीकै हो अस्ति मैले त्यो भिडियोमा देखाएको थिएँ त्यो बारीको त्यही बारीको मकै एकदम यो चाहिँ यताकै हो यो चाहिँ स्टेटको लोकल हो लोकल है ए यो त के हो ल आज चाहिँ हाम्रो भ्लगर भाइले पनि काम त गर्छ है हल्का फुल्का त गर्छ है यो चाहिँ के को लागि गरेको तिमीले अन्त यो चाहिँ त अब मासु सुँगुर मासु पोल्नुको लागि ए सुँगुर पुग्नु है तर हाम्रो यो के सप्राइसली बिल हो त्यो चाहिँ अहिले भन्नु हुँदैन नि त फेरि बुझ्यो नि यहाँ छ नि देख्यो अँ यसको सेट क्या अँ तर यो चाहिँ के को लागि गरेको त्यो चाहिँ अहिले भन्नु हुँदैन नि त होइन अहिले एकैचोटि क्या हुन्छ नि अब 400 भाडा डाइङ्गा दिनु हुन्छ होइन के कसो अस्ति चलाएकोदेखि चाहिँ नधोइरहेछ नि त केटाहरूले होइन यो चाहिँ अस्ति पहिलाको एउटा फङ्सन थियो कि त्यहाँदेखि चलाएन उयो गरेर हुँदैन छ यो कम्पम फङ्सन चाहिँ याङदेन भाइको फङ्सन हो अँ यो 8 नम्बरको फङ्सन हो यो चाहिँ हो तर आज यो के को लागि गरेको त्यो चाहिँ अहिले अहिले भन्नु हुँदैन जस्तो अहिले जस्तो हुन्छ नि सट्टा आएपछि के रहेछ भन्दा चाहिँ अब क्या हो अल्छे केटाहरूले धुँदैन नि त्यसरी क्या हुँदैन चलाएर अहिले चाहिँ भन्दा पनि खाएपछि सबलाई त्यही हो नि यो चाहिँ याङदेन भाइको है त भनिदिइराख नि याङदेन भाइको है यो चाहिँ यो 8 नम्बरको कमाल है सब 8 नम्बरको है खतरनाक छ त्यति राख्छ के हुन्छ अन्त त्यो? ल्याउँदैन नि त यही त हो त अन्त यो कटाहरू चाहिँ खतरा रहेछ नि भएको हाम्रो अल द वे फ्रम भिडियो उहाँको गाडी बिजी भएन यहाँ पनि छ बिदाङ लगन अब यो चाहिँ अब एकदम टाढोबाट आएर बिचराले यस्तो खटी गरे साथी भएको लागि होइन मासु त यहाँ छँदैछ नि मासु त छँदैछ नि है दामी छ नि लोकल मासु हो नि यो त एकदम लोकल मासु नि यो त यसले त झुकायो नि त अघि एकछिन केटाहरू सबै एकछिन अधुरो बनायो नि त म गाडी धुएर पुगेँ अरे कि तर अहिले आएर चाहिँ प्याज काट्दैछौँ हामीले उहाँ चाहिँ यहाँ सुँगुर चाहिँ ल्याएको भन्नु सुँगुरको ल्याएको रे सुँगुरको ल्याएको ए पिकअपमा लिएर आएको पिकअपमा कहाँबाट ल्याएको युनेस लामा घरबाट युनेस लामा घर बस्तीको भाइ हो बस्तीको बस्तीको हेर्न उयो हल्दी लगाएकोमा चाल पाइहाल्छ बस्तीको अझै भनेपछि म चाहिँ उहाँ चाहिँ यहीँ बस्छ छु उहाँले भर्खर ढालेको उहाँले ढालेको सुँगुर चाहिँ ल अब यो कराईमा चाहिँ अब माटो दलेको कारण चाहिँ आज चाहिँ अब टक्क होइन चुलामा पकायो भने त बिहान ठिकै हो आज चुलामा अब त्यो मजाको देख्छ मतलब अर्ग्यानिक तरिकाले होइन सुँगुर बस्यो चुलामा मिठो हुन्छ नि त त्यसमा भन्दैछु होइन जे पनि खाना चुला मिठो हुन्छ होइन त्यही कारणले अब यसमा हल्का फेरि कालो नहोस् भनेर अझै पानी हालेर पानी हाल्नु अब उसलाई त्यति थाहा छैन नि त बिचरालाई होइन नरिस न नरिसै गर्न यस्तो काम हुन्छ यस्तो काम हुन्छ नरिसाइकन गर्न अब भयो नि त यसको उयो चाहिँ होइन ए टक्क होइन यता कान दल्न हौ त्यो त अब किनभने यो चाहिँ अब कहिले बेला केटाहरूलाई खाएपछि अल्छी हुनु नि त धुनु चाहिँ यो तैँले कहाँबाट सिकेको त चाहिँ खेत त अब
मैले उता मिरिकमा सिकेको नि त्यसो त मैले कोर्स गरेको नि त तिम्रो ए दौरामा खै कुरा बुझ्यो कुरा बुझ्यो नि के भन्छ फेरि यसले कहाँ चल्नु रे भित्र उहाँले चाहिँ भित्र चल्नुपर्छ भन्दैछ हो कुरा बुझ्यो भनेर भन्दैन फेरि अब यो चट्ट यो पनि भइहाल्यो यी मजाले हो कराई पनि माटो दलेर अहिले बेसी मोल्नु पर्दैन नि त यस्तो दल्यो भने चाहिँ होइन अहिले हाम्रो आनन्द दाले हो यी दाले चाहिँ राम्रो पकाउँछ नि त मासुहरू सुँगुरको हो चुलामा आगो लगाइसक्यो चुलामा आगो लगाइसक्यो हो उयो हो नि त अर्डर मात्रै दिनु हो त राम्रो हुँदैछ एकदम ठिक गर्दैछ केटाहरूले अब कहाँ सुँगुर लोकल सुँगुरहरू क्या काट्नु पर्ने या मार्नु पर्ने छ भने चाहिँ उहाँलाई उयो कन्ट्याक्ट गर्दैन के को लागि सुँगुरहरू यताउति के छ कसो डिलर हो डिलर चाहिँ उहाँ हो ए सुँगुरको डिलर चाहिँ सुँगुरको डिलर पनि हो घोच्नु पनि घोच्छ उसले सबै उसले उहाँले गर्नुहुन्छ ए घोचकाच राम्रो गर्छ त्यही भन्यो ए आइरहने रहेछ त भनेको घोचकाच राम्रो गर्छ है उयो मतलब अब घरतिर लोकल सोकल छ यताउति गर्नु पर्यो भने चाहिँ उहाँसँग कन्ट्याक्ट गर्नु पर्यो ए आकाश घिसिङ आकाश घिसिङ साग भन्दैछ हो सागको कि मैले सोचेको थिएँ यो चाहिँ आनन्द के हो चुगाहरू उयो गर्दैछ उयो के गर्नु उयो तिम्रो त्यो पहिलाहरूमा हालिदिनु पोल्नेमा के यसमा साग हाल्ने कि आकाश दाले चाहिँ भन्दै थियो होइन डाइरेक्ट पकाइदिउँ भनेर है मासु मात्रै कि के ग्रेभी बनाउँछु सागहरू के हालिदिनु नयाँ बनाउँछ लु एकदम उहाँले फेरि बिगार्छ नि त है यस्तै चुलामा बनाएको आज चुलामा हो चुलामा पनि अब केटाहरूले चुलामा खाएर पकाऊँ न एउटा भनेर चाहिँ अब हामी चुलामै बनाउँदैछु होइन अर्ग्यानिक म अर्ग्यानिक अब मैले अघि पनि भने अब यो चुलाहरू निकै हटिसक्यो प्रायः गाउँघरबाट अहिले हाम्रो गाउँमै कम्ती छ हो बेसी छैन हाम्रो गाउँतिर पनि गर्दा दाले एउटा सानो काँक्रा पनि हेर्छु अरे चिचिला चाहिँ रहेछ दाउरे माथि एउटा सानो हो यो चाहिँ अब अलिक ठुलो भइसकेको छ अब यो त अब खै बिउ राख्नुपर्छ होला यो त दिनु सक्दिनँ म तिमीलाई हो अरू काँक्रा खोजेर खुवाउ न यो चाहिँ अब बिउ हो यो चाहिँ फेरि सानो खिर्कीसँग फलाएको नि त मैले काँक्रा हो यो चाहिँ सिधै टिपेर खाने यो पुरानो उयो कटेर भित्काएपछि चाहिँ यहाँ पनि पहिला यस्तै तला कटेर यस्तै बनाएको थियो यताउति चुलाहरू कोही बेला आगो सागो फुक्नु विन्टरमा अन्त अहिले पनि पहिला यहाँ थियो अन्त अहिले सिफ्ट गरेर त्यहाँ गरेको छ हो यो काँक्रा चाहिँ अहिले कतिलो भइरहेको छ एउटा हो एउटा चाहिँ सानो चिचिलै छ यहाँ हो अब छैन काँक्रा सकेछ उसले राख्नु पर्यो हो सुँगुर घोच्ने चाहिँ सामानहरू चाहिँ यहाँ कन्ट्याक्ट लिनु पर्यो भने चाहिँ सुँगुर घोच्ने सामानहरू चाहिँ उहाँकोमा छ कस्तो कस्तो भन्नुहुन्छ मेरो हेल्पर यो उहाँकोमा छ यसले चाहिँ के गर्नाले फेरि मैले धुको फेरि उसले टिपिहालेछ हो उसले धुको जस्तो गरेर ल्याउँछ रेडी भइसक्यो लसुनहरू दाली चलाउँदैछ हो रेडी भइसक्यो आगोहरू पनि आगो चाहिँ अहिले आगो मजाले लाग्यो है त आगो यहाँ चाहिँ आगो मजाले बोल्यो मसलाहरू रेडी गर्दैछ दाले यस्तो पोल्नुपर्छ नि खास चाहिँ दामी काट्यो त यता रेडी छ यहाँ फेरि हो हेर्नुहोस् यी चुलामा चाहिँ यसरी फुक्नुपर्छ आगो पनि मजाले फुक्छ हो हेर्नुहोस् न अप्ठ्यारो छ है चापा ढाल्नुपर्छ नि त अनि दामी के गर्नु भएको त स्वास्थ्यको लागि मसला बनाएको अर्ग्यानिक मसला है एकदम कुटाइ नै खतरा छ त तिम्रो जान्दा यो मसला चाहिँ स्पेसल घरमै बनाएको मसला हो नि त हातमा किनेर ल्याएको मसला केटाहरूले सब भित्र ठिकठाक गर्दैछ राम्रो गर्दैछ है एकदम एकदम मजा आउँछ हाल्नु साह्रो परेन गरौँ भन्दा होइन उयो होस् भनेर हौ यो पानी पुरा छ त उयसको ग्रेभी होस् भनेर हौ प्याजको गलिस् भनेर हौ मसलाहरू दामी बनाइसक्छ
याङदेनले खाँदैन है खाँदैन बिचरा यी नाना याङदेनले खाँदैन यस्तोहरू नाना याङदेनले चाहिँ खाँदैन यस्तो है आनन्द खाँदैन नि उसले है कस्तो मजाले काट्दैछ पनि दार्जिलिङ गएको थियो हिजो आइपुगेछ सुँगुरको डिटेल्स सोध्नु छ भने चाहिँ कस्तो छ के छ उहाँसँग सोध्नुपर्छ सुँगुरको चाहिँ उहाँ त अब उहाँ हो नि मेरो गुरु चाहिँ उहाँ हो उहाँ हो गुरु गुरु चाहिँ गुरु उहाँ हो गुरु चाहिँ ल मुङले उसले खान्छ उसले मात्रै खाँदैन सुँगुरको मासु चाहिँ मेन नखाने चाहिँ उयो चिकनको अर्कै छ हो फेरि सुँगुर नखानेहरूलाई चाहिँ चिकन अलग्गै छ हो जस्तो अघि हामीले मेरिनेट गरेर राखेको थियो नि क्या के दामी थियो त है मजा खाएको रहेछ सट्टामा चाहिँ चिकनमा होइन है यहाँ उता चाहिँ खिर हुँदैछ हो यो चाहिँ सुँगुर नखानेलाई यो चाहिँ सुँगुर नखाने अहिले अप्सन हुन्छ अप्सन हुन्छ है दुइटा राखेर क्या हो के चाहिँ खान्छ दुइटा चाहिँ हुँदैन होइन दुइटा चाहिँ हुँदैन होइन चिकन लाग पापाको लाक्ची हुँदैन भाइ है एउटै मात्रै एउटै मात्रै भाइ होइन झन् ढिला आएको छ यो जिउ हामी चाहिँ किन ढिला आएको भेगन हो कि बिहानै हामी बोलाएको त चाहिँ मासु खैनी चुरोट रम रची केही खाँदैन के खाँदैन भनेपछि तैँले के चाहिँ खाँदैनस् त्यो कुरा गर त अब खाने त कुरा गर्दिनँ के चाहिँ खाँदैनस् त्यो भन्नु चुरोट खैनी गुट्का तम्बाकु केही लिँदैन उहाँले ए लिँदैन है केही लिँदैन बा फेरि फेरि के हो के ल्याएको कडी पत्ता हो यो किन के छ यसको चाहिँ कडी पत्ताको चाहिँ फेरि जेमा हालेर खाँदा पनि हुन्छ तैँले ए यो फुकाले राखेर पनि कडी पत्ता दामी ल्याइदिएछ दामी चिज ल्याइदिएछ है आउँदा कडी पत्ता बढी दामी हुन्छ नि दालतिर हाल्नु दामी हुन्छ अहिले अब बिस्तारै बनाउँदैछ अन्त यो चाहिँ हाम्रो माथि भार चाहिँ अहिले टेम्परेरी यस्तो बनाएको छ भार टक्का माथि डोको होइन आमाको कमानमा जाने डोकोहरू टक्का भार हो अन्त यहाँ दाली बनाउँदैछ बसेर हो आनन्दले अब मजाले भुक्रा हाल्दैछ यो हाम्रो मासु पोल्नेमा हो मासु पनि पोल्ने छ नि त यहाँ पोल्ने मासु यहाँ रेडी छ हो भुक्रा हाल्दैछ कोइला छ नि त कोइला त 2 बरा सटिन्छ नल्यान हाल्न भन्छु पहिला हाल्नु दिल्लागी त अझै हाला न हुन्छ हुन्छ भन्छ त पहिला त यहाँ वरिपरि हाल्नुपर्छ नडराइकन हाला नलजाइकन बोरामा फुल छ कोइला निकाल निकाल यो मासु पोल्नुको लागि मात्रै ल्याएको यो कोइला अर्ग्यानिक हो कि ल्याएको कुन चाहिँ यो कोइला यो कोइला पनि अर्ग्यानिकै हो त यो बाल्टे निबोधै गरेको यो हो राम हालिसक्यो माथिबाट हाल्ला त अर्को कोइला अहिले चाहिँ एकदम भुप्रो लागिसक्यो है अझै हाल्नुहोस् अझै हाला लाउनु थाल्यो दाले अब पोल्नुको लागि हो केटाहरूको फेरि नभएको केही छैन है त सानो सानो स्ट्यान्डहरू पनि है मजाको राखेको छ है दाकोबाट हो यी हेर्नुहोस् मसँग दामी हेर न यहाँ यसो हाल्यो दालिया हो भयो यतिमै गर न पहिला कम्ती कम्ती हम्किने पनि फेरि हेभी छ हो सुक्लाइमा आएको दिन पनि हेभी छ फेरि हेर्नु नि आम्मा यस्तो चाहिँ मजा आउँछ नि त यो हम्किने पनि फेरि डेकचिक ढकनी छ के हो देखाउनु मात्रै गरेको त तिमीलाई यहाँ तिम्रो लागि यहाँ म यहाँ मुख बन्द गरी आउँछु खानु मन लागेन पार्सल पनि हुन्छ यहाँ खानु मन लागेन भनेको के गर्नु अन्त अब त्यही पार्सल हुन्छ होइन आनन्द हुन्छ पार्सल पनि गरिदिन्छ दाले माथि यही बोल्नु बेच्छु त माथि मन्दिर पऱ्यो हेभी भएपछि दामी दामी लाग्यो अहिले चाहिँ आगो मजाले पक्रियो निभाउनु पर्छ है त्यो आगो पहिला मात्रै हो नि यो चाहिँ भर्खर तपाईँको अलिकति उयो भएर चाहिँ अलिकति आगो
पक्रियो नि त कि आउनुहोस् न दामी लागिरहेको थियो यो अलिकति तपाईँहरूको कालो कालो भएछ अलिकति फर्स्ट भएर हो अहिले हेर्नुहोस् न झन् दामी हुन्छ हेर्नुहोस् न हेलो साथीभाइ है आज चाहिँ अब हामीले बिहानदेखि भन्दै थिएँ होइन अब आज यतै यसको के अरे खास दिन थियो किन होइन बिजन भाइको खास दिन थियो त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ आज हाम्रो बिजन भाइको चाहिँ बर्थडे यहाँ देखाइदियो अब केक चाहिँ जन्मदिन केकलाई चाहिँ जुम गरिदियो भने के त्यहाँ चाहिँ के लेखिरहेको छ त्यही देखाइदियो हो आज हाम्रो बिजन भाइको चाहिँ खास दिन होइन अब बिजन भाइलाई आज कस्तो खालको लागिरहेछ होइन फिलिङ अलग तैँले भनिदियो भने ठुलो पनि बर्थडे मनाउँछ हामी त सधैँ यस्तै हो तँलाई कस्तो लाग्यो यत्रो केटाहरू आयो होइन यत्रो खानासाना बनाउनु आउनु होइन त्यहाँ चाहिँ यो सरप्राइजै हो न त्यही हो अन्त बर्थडे चाहिँ किन बाहिर काटेको अब किन बाहिर भन्दा चाहिँ अब भित्र नानी छ होइन नानीले फेरि तर्सिन्छ फेरि भित्र महिला पनि हुन्छ बाहिर त मजा आइरहन्छ दिन पनि दामी भइरहेछ त्यही कारण बाहिर मजा होइन अब एकछिनमा चाहिँ ग्रान्ड हुन्छ यहाँ चाहिँ एकछिनमा चाहिँ अब खतरा हुन्छ होइन पुरा बुझ्यो भयो बाबालाई चाहिँ खुवाइदियो लगाइदिनु माइजू भित्र उयो छ प्याकिङ छ के समर्थन बताउनु छ क्या फोटो गर्नुपर्छ बिरालो भन्नुहुन्थ्यो नि के चाहिँ उहाँलाई नै दिएन आऊ यहाँ म मात्रै रहेछु त भोलि चाहिँ मैले पारेर बोलाउनुपर्छ भोलि ह्याप्पी बर्थडे थ्याङ्क यू ह्याप्पी बर्थडे हेप्पी बर्थडे भाइ लो थ्याङ्क यू दाजु लु न दे न अब साथीभाइहरूलाई त्यो बर्थडे ओके के ल्याइदिएछ होइन बर्थडे गिफ्ट हेरिहाल्नु पऱ्यो नि त यस्तो कुराहरू त त्यो त हेर्नु पऱ्यो है केटाहरू भएकोमै हेर्नु पऱ्यो नि त न तिमीलाई त्यो राख ल त्यो बाजे बोजूलाई त्यो ए अनबक्सिङ हुँदैछ नि फेरि है रुस के नरोइ रुन्छ फेरि नरोइ हामीलाई है अब गणपतिको चाहिँ हमेसा आशीर्वाद हुनु पऱ्यो नि तँलाई चाहिँ होइन हमेसा है उहाँले चाहिँ तँलाई साथ दियोस् हमेसा होइन अगाडिबाट भाइ यसरी नै त्यसरी नै होइन अब उहाँ चाहिँ जहिले पनि फर्स्ट हुन्छ जस्तो खानुपर्छ उहाँ चाहिँ जहिले पनि फर्स्ट हुन्छ यस्तोमा चाहिँ हो तपाईँले कसको माग्छ नि हेर्नु उसलाई चाहिँ आइहाल्छ यस्तो चाहिँ पहिल्यै हो यो त सेकेन्ड ट्रिप हो हाम्रो आएकै छैन ऊ चाहिँ अम्बटेको नि त बिचरा अलि बोल्नु पनि सक्दैन कि अलिक लाटा छ आज कहाँ बस्ने ए ल चुलामा बसेर खाँदैछु हो यस्तो दामी मजाको भएको छ आकाश दाले हो कसरी छ आकाश दा यसको बसोमा चाहिँ चुर्को देखिस् होला यहाँ कस्तो चुर्को दामी है सुँगुर छिनाउने चाहिँ उहाँ हो अब बिचमा यस्तो भयो यो नाल नबोल्न भनेको दामी छ है हेर त कस्तो दामी कसले दामी है के खानु अन्त यहाँ चिकन चिल्ली पनि छ हो कि सामुदाले चेक गर्दैछ लु
चेक गरेर त कस्तो भएछ मलाई भन त यो चिकन चिल्ली है टक्क मेडल राखेको खतरा भयो है खतरा दामी कुखुरा छिनो चाहिँ दामी उहाँ भएछ है है हेलो आज हाम्रो कहिले नबोल्ने मान्छे चाहिँ आज बोल्यो है प्राय भिडियो नबोल्ने के भन्छौ तिमीलाई हेलो ऊ चाहिँ घरिघरि के हुँदो पनि बस्छु ल लाटा हाम्रो बोल्दै बोल्दैन है अब खाना खानु सुरु भइसक्यो हो आकाश दालले सुँगुर खायो यो यहाँ देखो त त्यो अर्ग्यानिक हो अन्त यहाँ चाहिँ उहाँ यो फाक्सा खाने चाहिँ अर्ग्यानिक यो मान्छे हो अन्त यो फाक्सा खाने मान्छे यो फाक्सा काट्ने मान्छे चाहिँ उहाँ हो देखायो यो चिकन हो यो चिकन चाहिँ यो चाहिँ लोकल हो यो चाहिँ यो काट्ने चाहिँ मै हो दामी भएछ दुईवटा कुरा मैले काटेँ हजुर मिठो भएको छ बनाउने पनि मै हो यो नाइट फाक्सा चाहिँ मैले बनाइनँ अन्त उहाँ चाहिँ उहाँले आकाश दालले खानुहुँदैछ अब आमा यस्तो मजाले खान्छ आकाश दालले तिमीले पकाएको होइन कि चिकन दामी मन पऱ्यो आफूले पकाएको दामी भएको छ है तिमीले पकाएको त अर्डर सोध्नु पऱ्यो नि त दामी है दामी हेर दाले चाहिँ यस्तो मजाले खान्छ खाना हो यो चामल चाहिँ अब तपाईँको जास्मिन राइस हो है चिकन चाहिँ लोकल चिकन हो त्यो लोकल चिकन काट्ने मान्छे चाहिँ उहाँ हो चिकन काट्ने देखाउनु चिकन उहाँ हो सुँगुर काट्ने मै चिकन काट्ने मै अहिले तैँले चिकन काट्ने म भनेको होइन यहाँको लोकल चिकन चाहिँ यही हो होइन युनेस त एउटा भिडियोमा क्या तिमी अब दुई तिनवटा भिडियो आइसक्यो त्यो भिडियोमा तिमी चाहिँ प्रायः बोलेको छैन नि त किन चाहिँ एउटा आज बोल्यौ मान्छे छक्का पर्दैछ होइन आज चाहिँ मैले भनिदिएको होइन अब भन्नु त मलाई केही छैन तर अब यहाँ अब आज फाक्सा चाहिँ यहाँनिर फाक्सा हामी खाँदिनँ फाक्सा खान्छ उहाँ हो फाक्सा चाहिँ आज हामीले चाहिँ तपाईँको फाक्सा चाहिँ हामीले चाहिँ सिधै काटेर ल्याएर आएको फाक्सा काट्ने चाहिँ उहाँ मान्छे हो फाक्सा काट्ने चाहिँ यहाँ उहाँ हो फाक्सा काट्ने उहाँ मान्छे हो फाक्सा धाने मान्छे चाहिँ चिकन काट्ने मान्छे चाहिँ उहाँ हो चिकन काट्ने हो हामी चाहिँ अब खाने मान्छे बनाउने चाहिँ म हो ए बनाउने तपाईँ बनाउने मान्छे हो तपाईँहरूको त क्याटिन पनि चलाउँछ नि त होइन क्याटिन चलाउँछु तर अब हामी फाक्सा चाहिँ खाँदिनँ चिकन खान्छु हामी बनाउनु चाहिँ बनाउँछु अब भन्नु त त्यसमा केही छैन हो म चाहिँ बनाउँछु अन्त ऊ बतेको त मलाई देखाउनु अब उहाँलाई के उहाँ चाहिँ अब भर्खर देखाउनु भएको छ भाइले उहाँ चाहिँ भोलि उयो खेल्नुपर्छ अरे हामी टुर्नामेन्ट खेल्नुपर्छ भोलि चाहिँ उहाँ चाहिँ क्यारमको टुर्नामेन्ट खेल्नुपर्छ होइन हामी चाहिँ दुईजना पार्टनर हो उहाँ हामी चाहिँ फाइनलमा चाहिँ अब जित्नुपर्ने रहेछ अब यस्तो यस्तो मान्छेहरू रहेछ डल्लो बान्ने रहेछ त्यसमा चाहिँ भन्न सक्नु पऱ्यो बुझ्यो नि तँलाई के अरे दामी बोलेन के अरे त पल्टमा बोले त एक हप्ताको डल्लो बोले के भने अरे फर्स्ट भन त बोलेन भनेर कमेन्ट आउँदै थियो भिडियोमा? भिडियोमा तर आज बोल्यो एक हप्ताको डल्लै बोल्यो लाटा जस्तो त्यही हो कुरा त के छ उहाँ चाहिँ भोलि टुर्नामेन्ट पनि खेल्दैछ नि त भोलि त उसले चाहिँ जित्छ नि त ऊ त राम्रो खेल्छ नि त आएका छौँ उहाँ चाहिँ सस्तो मिठो सस्तो मुटु उहाँ चाहिँ हेर्दाखेरि चाहिँ कम्ती खान्छ देख्छ तर खानु चाहिँ ज्यादा खान्छ उहाँले एडिक्ट भएको तुरिसक्यो है म चाहिँ कस्तो हुँदो रहेछ है कसैको बर्थडेमा बोलान्छ क्या आफ्नो पनि खसालेर चाहिँ खाना चाहिँ 500 खाने क्या वही हो बोलाओस् कि इस्टिमेट फेल गराउने यिनीहरू त मतलब क्या इस्टिमेट फेल गराउने मतलब क्या हाम्रो अस्ति के उयो समाजको मिटिङ भएको छ कि अस्ति क्या अस्ति हाम्रो समाजको मिटिङ भयो है समाजको मिटिङ भयो त है खतरनाक सिरियस हो नि त उहाँको चाहिँ के भन्दाखेरि चाहिँ
अरू त क्या हो बर्थडे ढोपे बिहा 8 रुपियाँ खर्च लो तर खाना चाहिँ 500 हो घर पनि 200 हो फेरि प्याकिङ पनि हुनु पर्यो अब उहाँ चाहिँ कस्तो भन्दा यो त प्रायः हाम्रो गाउँकोले हेर्छ नि त भिडियो होइन उसलाई चिनिहाल्छ हो उहाँलाई बोलाउनु भने चाहिँ तपाईँ 100 जनाको इस्टिमेट गर्नु भएको छ भने चाहिँ तपाईँले 150 को गर्नुहोस् उहाँ चाहिँ इस्टिमेट फेल गराउने केटा चाहिँ उहाँ हो उहाँको चाहिँ के हुन्छ साइज हेर्दा पनि थाहा हुन्छ उहाँको चाहिँ के हुन्छ उहाँको चाहिँ आधार कार्डमा नाम काटिसकेको थियो उहाँको काटिसकेको थियो अति स्टेट ब्याङ्कमा लाइफ सर्टिफिकेट पनि बुझाएको बुझाएको यसको राखेर नै बुझाएको फेरि आएको अब यतिले त चल्छ नि त्यो है अब रात पनि पर्यो हामी खाना खाँदैछु अब खाना खाएर हामी घर जाने हो अनि ल साथी भएर आजको भ्लग यहीसम्म See you in the next vlog सबैजनालाई के भन्छ गुड नाइट टेक केयर बाई ड्रिम